तपस्याहरूको यी चाहिँ खलपात्रहरूलाई हामीले जसरी ठेगान लगाएर आएका छौँ, अब केपी ओलीलाई पनि ठेगान लाउँछौँ हामीहरूले। यो अभियानले केपी ओलीलाई ठेगान लाउने छ। केपी ओलीजी, तपाईको ट्र्याक रेकर्ड हामीलाई थाहा छ। तपाईले 28 सालमा मान्छेको गर्दन छिराउनु भएको छ। तपाईलाई हामीले हत्यारा भन्न सक्छौँ। हत्यारा, अदालतले तपाईलाई हत्यारा पुष्टि गरेको मान्छे। दर्शकबिन, यो भन्दा अगाडिको भिडियो त हजुरले सुनि नै हाल्नु होला। 1 महिना अगाडि मात्रै काठमाडौँको मेयर बालेन शाहको कोटाबाट होम मिनिस्टरको कुर्सीमा बस्न सफल ओम प्रकाश अर्यालले केही वर्ष अगाडि मात्रै आफ्नो समर्थकलाई बाटोमा राखेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तपाईलाई झापाकाण्डबाट सर्वोच्चले नै दोषी देखाइसकेको अवस्थामा तपाईलाई हत्यारा भनेर हामीले किन कारबाही नगर्ने भनेर क्वेसन गरेका ओम प्रकाश अर्याल नै अहिले गृहमन्त्रीको कुर्सीमा बस्दा समेत र 1 महिना अगाडि मात्रै जेन्दी आन्दोलनमा नरसंहार मचाएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसबाट होम मिनिस्टर बनेका रमेश लेखकलाई किन कर्याप झ्याप बनाएर हतगडी लागेर जेलमा कोच्न सकेनन्? दर्शकबिन, रहस्य यसरी लुकेको छन्। कुनै बेला अहिलेका गृहमन्त्री ओम प्रकाश अर्याल नेकपा एमालेको कार्यकर्ता थिए र पुरेश चौधरीको सल्लाहकार समेत भएर नेकपा एमालेको अध्यक्षको केपी शर्मा ओलीको वरिपरि घुम्ने गरेका व्यक्ति थिए र अहिलेका ओम प्रकाश अर्यालले केपी शर्मा ओलीलाई पुरेश चौधरीको सल्लाहकार हुँदै जिल्ला कमिटी सदस्य मागेका थिए र केपी शर्मा ओलीले जिल्ला कमिटी सदस्य दिन नसकेपछि अहिलेका होम मिनिस्टर केपी शर्माबाट बीचका व्यक्ति हुन् र अहिलेका केपी शर्मा ओलीले किन होम मिनिस्टरलाई गृहमन्त्री बाबु भनेर यस्तो नकारात्मक दृष्टिकोणले कुखुराको चल्लालाई खुट्टा मुनि राखेर थिचेर मार्न खोजेको जसरी केपी शर्मा ओलीले गृहमन्त्रीलाई यस्तो तरिकाले भाषण दिएर चाहिँ गइरहेछन्। यसै कारण दर्शकबिन, कुनै बेला केपी शर्मा ओलीका भरौटे कार्यकर्ता समेत रहेका ओम प्रकाश अर्याललाई त्यसै कारणले अहिले केपी शर्मा ओलीले विश्वास गर्न सकेका छैनन् र केपी शर्मा ओलीलाई जेल हाल्छन् भनेर पनि केपी शर्मालाई विश्वास नै छैन। त्यसै कारणले होम मिनिस्टर बाबु, गृहमन्त्री बाबु भन्दै यसरी भाषण गर्दै हिँडेको छन् र यही जिल्ला कमिटी सदस्य नपाएको कारणले नै होम मिनिस्टर, अहिलेका होम मिनिस्टर ओम प्रकाश अर्याल केपी शर्मा ओलीको बीचमा मनमुटाव आएका थिए। जुन केपी शर्मा ओलीले 2077 र 2078 सालमा सांसद विघटन गर्दा फेरि यही ओम प्रकाश अर्याल अधिवक्ताले सर्वोच्चमा निवेदन हालेका थिए र यही ओम प्रकाश अर्यालले केपी शर्माको उजुरीमा जितेका थिए। त्यसै कारणले अहिले केपी शर्माले जति पनि माधव कुमार नेपालको नाम लिँदाखेरि मुख खुल्ला गर्नुपर्छ भन्छन् र ओम प्रकाश अर्यालको नाम लिँदा पनि यसरीलाई केपी शर्मा ओलीले खुल्ला गर्दै हिँडेको भनी अहिले सर्वोच्च चर्चामा आएको छ। किनकि जुन केपी शर्मा ओलीले सांसद विघटन गर्दा फेरि ओम प्रकाश अर्यालले नै मुद्दा हालेर ओम प्रकाश अर्यालले नै जितेका थिए र त्यस पछाडि फेरि 2078 वैशाख 13 गते गिरिबन्धु टी स्टेटमा 343 रोपनी जग्गा केपी शर्मा ओलीकै पालामा सट्टा भट्टा गर्न दिने गरेर निर्णय गरेका थिए र यसको उजुरी पनि ओम प्रकाश अर्यालले नै सर्वोच्चमा हालेर यो सर्वोच्चले खारेज गरिदिएको थियो र सट्टापट्टा गर्न नपाउने नियम बनाइदिएको थियो र सबैभन्दा बढी मुद्दा ओम प्रकाश अर्यालले नै जितेको थियो र केपी शर्मा ओलीले मुद्दा हारेका थिए। त्यसै कारणले अहिले केपी शर्मा ओलीले सबैभन्दा मन नपराउने पात्र भनेको अहिलेका होम मिनिस्टर ओम प्रकाश अर्याललाई हो। अहिलेको होम मिनिस्टर ओम प्रकाश अर्यालले पनि केपी शर्मा ओलीलाई र जेल हाल्ने कुनै पनि सम्भावना नै देखेको छैन र दर्शकबिन, ट्विस्ट यहाँ आएको छ। कुनै बेला नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ बालेलाई मेयरलाई समेत जेल हाल्न तम्सिएका अहिले कुनै भित्री योजना मार्फत नेकपा एमालेको
अध्यक्ष केपी शर्मा ओली र काठमाडौँको मेयर बालेन शाह बीच भित्रै उनीहरू कुरा मिलिसकेको छ। त्यसै कारणले बालेनले अहिले पार्टी खोल्न पनि ढिलाइ गरेको छ र त्यसरी बालेनले आफ्नै कोटाबाट बनेको होम मिनिस्टरलाई समेत केपीलाई नपक्रिनको लागि आदेश दिएको छ भनेर हामीले भित्री रूपमा जानकारी पाएका छौँ। त्यसै कारणले दर्शकबिन हामीले राजनीतिमा बालेन केपी प्रचण्ड शेरी भनेर तछाड र मछाड गरेर झगडा गर्नु केही पनि छैन। राजनीति भनेको लाजनीति हो। लाजनीतिमा कतिखेर को मिल्छन् र कतिखेर को झगडा गर्छन् केही थाहा हुँदैन। उनीहरू भित्रभित्र झगडा गर्ने मिलिरहेको हुन्छन्, तर हामी बाहिर तछाड मछाड गरेर आफ्नैमा तछाड मछाड गरेर खुकुरी हानाहान गरेका हुन्छ। त्यसै कारणले दर्शकबिन यी खुकुरी हानाहान तछाड मछाड गर्न बन्द गर्दै आफ्नो काम गरौँ, आफ्नो मानव खाउँ भन्दै दर्शकबिन भिडियो अन्तिमसम्म हेरिदिनुहोस्, लाइक शेयर कमेन्ट गरिदिनुहोस् र च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् भन्दै हस्त धन्यवाद।